क्यामेरामा हेर के मेरो यता हैन क्यामेरामा हेर क्यामेरामा बर्थडेमा नि खाएको थियो मसला वालाको चिन्तो हेलो गाइस म आज पनि भ्लगमा आइसकेको छु अनि आज चाहिँ स्याटरडे म चाहिँ नुहाई धुवाई गरेर आइसकेको छु कपाल कोरेर आज चाहिँ मेरो मम्मी आउनु भएको छ उ यहाँ हुनुहुन्छ बिरालो चाहिँ सुतिरहेछ अनि आज चाहिँ केएफसी पनि लिएर आइदिनु भएको छ सँगै सँगै पहिला अघि खाइसके खाइसके मैले थोरै अब हजुरहरूलाई चाहिँ केएफसी को यस्तो धुलो चाहिँ मन पर्छ कि मन पर्दैन मलाई त धेरै मन पर्छ अब अनि टिस्यु अनि साइडमा राख्छु अनि छ अरू चाहिँ मैले कति धेरै खाइसकेँ यहाँ अर्को पनि छ केचप अनि चाहिँ प्लेटमा सस छ अहिले म चोबेर खाँदैन टाइम छैन घुम्न पनि जानु छ मम्मी आएको दिन फ्री छ के मिठो लाग्छ हजुरलाई फर्स्ट टाइम यो ट्राई गर्दाखेरि मिठो लागेको लागेन मैले दुईचोटि खाएको छु तर पनि हजुर ठुलो मान्छे हेर्दै हुन्छ भने हजुरहरूको छोराछोरीलाई केएफसी मनपर्छ कि मन पर्दैन अनि हजुरले चाहिँ आज के खाजा खानुभयो मैले चाहिँ यही खाइदिएँ खाजामै ज्यालो चाहिँ म हेरिरहेको छु खाएको म चाहिँ पानी रोटी खान्छु जहिले आज चाहिँ आयो बिरालो आओस् न बिरालो आएको त खाइदिन्छ कति मिठो छ गाइज फेरि बिरालो हेरेर बसिरह फेरि हान्छ भनेर यसको भित्र चाहिँ मसला हालेर छ यो मासुभित्र कसरी मसला हाल्छ होला धुलै पारेर हाल्दैन घोलेर हाल्छ ल बन्डर त हुन्छ नि मलाई बाहिरको खानु मन लाग्छ भित्रको खानु मन लाग्छ कोलाई मासु मनपर्छ तर कमेन्ट बिलो जाने बेला सबैले लाइक सेयर कमेन्ट गरिदिनु होला अनि हामीलाई खुसी पनि हुन्छ लाइक नै आउँछ अनि हामी यसरी नै भ्लग बनाउँदै गर्छौँ जहिले हिजो चाहिँ मैले बनाउन पाएन किनभने हिजो धेरै ढिलो भइरहेको थियो अनि त्यही भएर हामीले बनाउनु पाएन त्यसको लागि सरी अनि आज चाहिँ खाना ल्यायो हेरी मात्रै राख्ने अघि पनि नजिसकेको किनभने अहिले भोकै छोड्न मिलेन अनि त्यही भएर क्यामेरामा हेर के मेरो यता हैन क्यामेरामा हेर क्यामेरामा यता चाहिँ म्याउ गर्दैछ गर्दैछ अस्ति चाहिँ मासु चढेर खाएको थियो बर्थडेमा नि खाएको थियो मासु हातको झन् बिहायो मैले हातै ठेलेको मसला वालाको चिन्तो बाहिर गयो जान्छ अहिले